हामी चाहिँ अब यहाँ 5:30 भयो होइन 5:30 भइसक्यो अब हामी चाहिँ दुईजना नुवाकोट कहाँ रे लौकी झरना हिँडिसक्यौँ त छ है। मैले चाहिँ यो रेनकोट लगाइरहेको छु यहाँ तल चाहिँ अब उता गएर देखाउँछु ल। हामी यो काउले भन्ने ठाउँमा आइसकेको छौँ अनि यहाँ रेस्टरुम जानु छ दिदी। त्यो लुङ्गी खोल्नु त चिसो भयो होला ए के भन्छ जाडो भएर हेर्नु हुस्सु यस्तो छ मेरो हालत यस्तो छ हेर्नु त कस्तो जाडो। अब हामी यहाँ चिया अन्डा खान्छौँ अनि फेरि हामी लाग्छौँ यहाँबाट अब थोरै मात्रै छ चोक त्यहाँदेखि चाहिँ अनि ककनी चोक अनि त्यहाँदेखि हामी छट्टै अफरोड भएर खस्छौँ। धुवा धुवा खिच्नु न धुवा लौकी झरना जानलाई यस्तो सफर छ गर्दैछु यहाँ 200 meters turn left हामी चाहिँ मेन लौकी झरना जानलाई आइसकेको छौँ। अब नजिक नजिक यहाँ स्कुटर अलिकति अफरोड भएर म चाहिँ हिँडिरहेको छु। यहाँ हुनुहुन्छ हिरोनी स्कुटर एकदम स्ट्रङ लेडी यस्तो 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 बाटोहरूले बाट अफरोड हुँदै आएको। उखियो पारी गाउँमा यो चाहिँ नुवाकोट हामी लौकी झरनामा आइरहेको छौँ अनि यो चाहिँ बाटोमा स्कुटरमा एकदमै गाह्रो भएर म चाहिँ हिँड्दै एकछिनसम्म आइरहेको छु। यहाँबाट चाहिँ यो कुन ठाउँ भन्छ आमा यसलाई डाँडा गाउँ मजुवा डाँडा गाउँ मजुवामा हामी आइसकेका छौँ। यहाँ यता कता जानुभयो हेलो बाटो चाहिँ कस्तो छ अफरोडै छ एकदम आमामा। यो चाहिँ जाँदै गरेको सानो झरना लौकी झरनाको छेउमा अर्को लौके नि हामी यो चाहिँ हामी बाटोमा लौके झरना आएपछिको सानो झरनामा लौके नि गाउँ छ अनि यस्तो बाटो छ पुरै अफरोड। लौके झर्ना आउनलाई चाहिँ एकदमै भिडियोमा टिकटकमा देखाए जस्तो हुँदैन रहेछ। हामी टिकटकमा देखाएर यस्तो साह्रो छ भन्ने थाहा थिएन। हिजो राति पानी परेको त्यसमाथि बाटो अफरोड। यहाँ बहिनी चाहिँ स्कुटर लिएर आउँदैछ म चाहिँ पुरा हिँडिरहेको छु। बाटो देखेर एकदम डर लाग्यो अफरोड बाटो छ म चाहिँ हिँड्दै यता बहिनी चाहिँ स्कुटी कुदाउँदै ल भयो। बाटो एकदम खराब हामी चाहिँ अब हिँड्यौँ त्यहाँबाट के भन्छ स्कुटर यता माथि राख्यौँ। अब यहाँबाट 1 घन्टा हिँड्नुपर्छ भनेको छ। त्यहाँ एकदमै बाटो अफरोड छ हेर्नु न यस्तो छ बाटो। यहाँ त अलिक राम्रो देखिरहेको छ। ओ यो बाटोसँग जोडिने रहेछ नि त हेरिस त यस्तो छ यस्तो। त्यही माथिकै जाउँ है त्यो त अलिक छ त्यो खोला छैन होला सायद। अब म
फेरि त सर यहाँ हाम्रो ब्यागमा चाहिँ रेनकोट अनि लुगाहरू भएको छ 1-2 जोड यता हेर्नु न हेलो हामी चाहिँ यता ककनीकोबाट आएकोले यहाँ यी बाटोमा हिजोको पानीले अन्त रुख ढलेको छ यहाँ अघि बाटोमा ठुलो पहिरो गएको थियो यहाँ चाहिँ रुख ढलेको छ यस्तो छ उयो बाबा दिदी हिँडाइ छ एकदमै हाम्रो चाहिँ यस्तो छ बाटो हजुर हामीले उता ककनी साइड काउलेमा पनि अन्डा साउचाहरू चियाहरू खाइसकेर पनि अब यहाँको स्कुटरको 2 घन्टाको बाटो हिँडेर 1.5 घन्टाको अब बाटो हामी हिँड्दैछौँ स्कुटर बेगर अनि यहाँ पनि हामीले खाजा फेरि खाएर फेरि हामी बाटो लाग्दैछौँ अनि हिँडाइमा आनन्द छ साथै दुःख पनि छ खुसी पनि हामी यता ककनी साइडबाट गएकोले गर्दाखेरि यो नुवाकोटको लौकी झरनामा एकदमै बाटो अफरोड भए पनि एकदमै धेरै भ्यू अनि एकदमै घरहरू ठाउँ ठाउँमा भएको एकदमै रमणीय है एकदमै राम्रो एकदमै भनौँ न मानिसहरू भेट्दाखेरि पनि एकदमै मिलनसार भेट्यौँ अब हामी यो स्टेप हिँड्दै 15 लुङ्गी डान्स गर्नु हुँदैछ बाटो मान्छे पनि तपाईँ त झर्ना पुग्छौँ यत्रो दिदीको एनर्जी हेर्नुहोस् न एनर्जी त हो फर वाचिङ हेर्दै जानु को पर झर्नाको आवाज आइरहेछ अब खोइ कहाँबाट झर्ना देखिरहेछ है देख्नुभयो तपाईँहरूले झर्ना त्यहाँ देखिरहेछ हामी झर्नाको नजिकै आइसकेको छौँ यहाँ छ झर्ना हेर्नुहोस् त म तपाईँहरूलाई अहिले यताबाट त हुँदैन रहेछ दिदी हिँडिसक्नुभयो बाटो ए हेर्न सक्नुहुन्छ यो चाहिँ एकदमै ठुलो ढुङ्गा बाटो अनि बाटोहरूमा कति ठुलो ढुङ्गा के ऐतिहासिक रूपमा पहिलेदेखिकै रहेको देखे कस्तो राम्रो परमेश्वरको अद्भुत सृष्टि सडकको माथि माथि घुम्दै उडेर आकाशको कालो बादल फैलिएर बादल जस्तै उडी हिँड्ने बादल हो यो बादल हो। अनि झर्नाको नजिक पुगेपछि त मनै अर्को है कस्तो आनन्द अनि त्यहाँदेखि मैले भिडियो गर्न लाएँ त्यहाँ दिदीलाई अनि मेरो पछि पछि उहाँले भिडियो गरिदिनु भयो अनि म यस भिडियोमा चाहिँ एकैछिन रमाएँ एकैछिन रमाइलो गरेँ हेर्नुहोस् त अनि अरू भिडियोहरू पनि छ हजुरहरूले हेर्नु होला है। जानुभएको रहेछ हामीभन्दा अगाडि 2-3 जना घुम्न जानु दाइदिदीहरू गरिदिनु न भनेर दिदी र मेरो एकैछिन गऱ्यौँ अनि अरू फोटोहरू चाहिँ दिदीले खिचिदिनु भयो मैले उहाँको खिचेँ यसरी खिच्यौँ अनि
केही क्षणपछि हामी फर्क्यौँ। स्याउ हामीलाई दिनुभएको छ। हामीले यहाँबाट स्याउ अनि यहाँ फर्सीको मुन्टा र यो के को पो इस्कुसको मुन्टा हामीले लाँदैछौँ। ग्रिन स्याउ, ग्रिन एप्पल यहाँ भरि छ। हामी यता माथि पसेर त्यहाँबाट स्याउ लियौँ अनि त्यहाँदेखि अनि मुन्टाहरू लिएर अब हामी जाँदैछौँ। हजुर त्यो खोलाकै बाटो जाने हो कि दाइ? अलिकति अर्को बाटो जाने हो कि त्यो खोला? हजुर अब हामी फर्किँदैछौँ। हेर्नु यहाँ अहिले चाहिँ लुगा यस्तो लगाएको छौँ। दिदीले पनि यस्तै। तपाईँको घर पनि यति हो दाइ? म राइनी भए, यहाँ दिदी लिम्बुनी, तपाईँ गुरुङ? तामाङ एउटै त हो, मङ्गलिन। अनि हो है हो।